त्यसैले नमस्कार सम्पूर्ण युट्युबका दर्शकहरूलाई धेरै दिनपछि लगभग वर्षौं भइसक्यो होला त्यसपछि एउटा युट्युबको भिडियो आउँदैछ आजको यो युट्युब चाहिँ सम्पूर्ण साथीभाइहरूले पूर्ण रूपमा हेरिदिनु होला भन्ने अनुरोध गर्दछु त्यसैले नमस्ते सम्पूर्ण नमस्कार आज चाहिँ यहाँ हाम्रो यो सबै सिलिङको यो जग्गामाथि भनौँ यहाँ पूज्य टुकु सोनामजी रिम्पोछे को आह्वानमा यहाँ परम पूज्य नाइकेल आश्रम रिम्पोछे र लामा रिम्पोछे खण्ड रिम्पोछे लगायत खिम्बो लेपेनहरू सब पाल्नु हुँदैछ र यहाँ साङ को व्यवस्था गर्ने साङ र सिर्किमहरू अनि यहाँबाट यहाँ लुङताको पूजाहरू यताउता गरेर अनि यहाँ शिलान्यास जस्तो गर्ने त्यो कार्यक्रमको योजना भएको छ त्यस कारण यहाँ हामी आएका छौँ यो गैरी गाउँमा आएर अब यहाँ बाटो बुलेछ साथीहरूले बाटो बुलेछ ल म चाहिँ गैरी गाउँमा मैले यहाँ फोन गरेको फोन उठाउने छैन ल यहाँ चाहिँ कार्यक्रम भइरहेछ यहाँ छेक्सी के गरेछ त्यसले यहाँ कार्यक्रमको लागि तामझाम भइरहेछ तामझाम यहाँ चाहिँ तामझाम भइरहेछ अब यहाँ म सबभन्दा पहिले पुगेछ म भन्दाखेरि सबै हतार गरेर अगाडि गएको छ बाटो बुलेर सबै आएको छैन अहिले चाहिँ ठ्याक्कै रिम्पोछेको पर्खाइमा साथीभाइहरू यहाँनिर बसिरहेछ यहाँ लामो रिम्पोछे अनि गेला रिम्पोछे यहाँ मुसु हाँसेर गेला बाजे यहाँ हेर्नु त बाजे यहाँ हेर्नु न यता हेर्नु त एकचोटि ओ बाजे नमस्ते हाई भन्नु त हो यसो भन्नु न झल्ला फिकेर लखर लखर हिँडिरहेछ ए बाजे कहाँ हिँडेको बाजे बाजेको के अरे युट्युबमा परे बाजे आफै देख्छ अरे त के राणा फुल फुलेको छैन यो बाटोबाट चाहिँ आउने हो Good to know about that. Yeah, it's very peaceful.
jam Namla solo jito jave tinlenze jitaje mo jenam ye chajendra ma dijela najra jela neme Дорогие. खाना खानु लागि यहाँ आइपुगेको अवस्था छ देख्ने भयो अन्तिम डिजर हो कि अन्तिम डिजर खेम्बोको अन्तिम मेरो जुङ्गो अझै यहाँ यस्तो बनाएको छ दाल मन पऱ्यो दाल खायो घाँटी ठिक छैन सर्बत सुप अनि यो दाल किनभने घाँटी दुखेको मेरो घाँटी दुखेर
ओहो जिउ त सोलिरहेको छ अहिले काम लाएर बेस चाहिँ हाम्रो त्यो उपकरण बनाउनु पऱ्यो Real TikTok. Attention, équipe, attention. Wow, अहिले भ्यू केरामा आइरहेछ हाम्रो यहाँ केसङ सरले यहाँ एकदम जग्लाई गरिरहेछ हेलो